हेलो 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 दर्शन नमस्ते। आज घाम लागिरहेको छ तर चिसो चाहिँ एकदम चिसो नै छ। त्यो भएकोले गर्दा घाम लागे पनि ज्याकेट चाहिँ तर लागेको छु। चिसो छ एकदम र अब चाहिँ जागिर हिँडेको अवस्था। ल म तपाईहरुलाई देखाउँछु है त मेरो जागिर जाने बाटोहरू। ल हेर्नुहोस् यो बाटो यसरी भएर जाने गर्छु। धेरै हिउँ सकिएर एकदम मजा छ ठाउँ। अब चाहिँ घाम लागिरहेछ, धेरै लामो समय भएको छ। यो मेरो च्यानललाई यसो नचलाएको अब बर्खा लाग्यो। अब चाहिँ सुरु गर्ने विचार गरेको छु। हप्तामा एउटा भिडियो चाहिँ अपलोड गर्ने योजना गरेको छु। सबैलाई यसो इन्टरटेनमेन्ट गराउने जमर्काको साथ फेरि पनि अघि बढ्दैछु र हजुरहरूले माया गरिदिनु होला मेरो च्यानललाई। मेरो च्यानलको नाम हो अर्ग्यानिक इन्टरटेनमेन्ट युट्युब च्यानल। अर्ग्यानिक हो खासै। अर्ग्यानिक राख्नुको अर्थ चाहिँ म एडिटिङ गर्दिनँ, भिडियो जस्तो छ त्यस्तै म लगाइदिने हो, अपलोड गर्ने हो। किनभने त्यो एडिट गऱ्यो भने त्यो अर्ग्यानिकको अर्थै रहिएन भन्ने खालकोले चाहिँ हितुले चाहिँ म त्यसरी अपलोड गर्ने गर्छु। हेर्नुहोस्, मनोरञ्जन गर्नुहोस् तपाईहरु पनि। अनि विशेष गरेर नबिर्सिदिनुहोस् शेयर, लाइक, कमेन्ट, सब्सक्राइब गरिदिनुहोस् है त। धन्यवाद। विशेष गरेर तपाईहरु जहीँ कहीँबाट हेर्दै हुनुहुन्छ सबैलाई फेरि एकमुष्टमा धन्यवाद, नमस्कार। र यो मेरो अर्ग्यानिक युट्युब च्यानललाई धेरैजनाले माया गरिदिइरहनु भएको छ। यसरी नै गरिदिनु होला भन्ने आशा राख्दै म हजुरहरूलाई यताउन्दिको दृश्य देखाउँछु। यो चाहिँ क्यानाडाको विन्सर सिटी पर्दछ। विशेष गरेर यो बाहिर हुने नेपाल भुटानतिर हुनेहरूको निम्ति पनि यो चाख लाग्दै नै हुन्छ। म यो ठाउँको एरियाहरू देखाइदिनेछु। आज मार्च 10 तारिक घाम लागिरहेको अवस्था छ। म देखाउँछु है त हजुरलाई। मजाले घाम लागिरहेछ आज चाहिँ, तर हावा चलेको छ। अलिक चिसो चाहिँ छ है। ल यस्तै छ है क्यानाडाको विन्सर सिटीमा। सर्भेस अन्टारियो भन्छ यो। यही भएर यसकै उँभोपट्टिबाट मेरो काम जानुपर्छ। म तपाईहरुलाई मेरो कामको ठाउँसम्म म देखाउनेछु। यहाँबाट सरर गइन्छ। मेरो चाहिँ काम चाहिँ त्यो यो रोड मेन रोडको उतापट्टि हो। त्यो टेकम्सी मल भन्ने लेखिएको छ, त्यो भित्र गर्छु जागिर चाहिँ। यो चाहिँ मेन रोड हो। ल है मैले रोड पनि क्रस गरिसकेको छु। यो टेकम्सी मल लेखेको भित्र। ल अब चाहिँ मेरो काममा भित्र आइसकिरहेको छु। मेरो 2 बजीदेखि हो टाइम चाहिँ, र म जहिले अगाडि आउने गर्छु। यो है घाम लागेको अवस्था। यस्तै छ है मेरो काम गर्ने ठाउँ चाहिँ। यहाँनिर छ। अनि यहाँबाट चाहिँ टक्कै उयो टी टाइपको छ। अनि यहाँदेखि उता पर, अनि यहाँदेखि उता। 9 बजी पनि
यतिको उज्यालो हुन थाल्यो मजाको झिरिरी देख्दो रहेछ राति त घर गएको अवस्था जागिरबाट ल है सबैजनालाई बिदा चाहन्छु अब फेरि नेक्स्ट भिडियोमा भेट्नेछौँ बाई बाई